तपाईँको रासु भनौँ न उडाइन कि गुठीमा पात पार्नु तपाईँहरू तपाईँहरूको यहाँ अङ्गरमी रमायो शिवगिरी सुक्तुमी तपाईँको सासु अब तपाईँको भेडाहरू भएपछि सासु भएन हजुर भनेपछि तपाईँको आजहरू यसो घटना यसो डुमा पछि जानुभएछ भएछ र तपाईँले खबर सुन्नु पाउनु भएछ तपाईँहरू खबर सुनेको अनुसारले तपाईँहरू यहाँ यसो वर्षा भोटमा तपाईँहरू आउनुभयो भयो र के गर्नु अब जन्मेपछि जानुपर्छ भने चाहिँ छ तर उहाँको पनि अब किनभने अलिकति अवस्था यस्तै रहेछ यति चाहिँ उहाँको भोग लिएर चाहिँ आउनु भएको छ र हामी चाहिँ के अब हाम्रो एउटा बुढेसकाल भए पनि बा हाम्रो कि जोभन्दा अब हामी बा हुन्छ ल्याउनुभयो र उहाँको नाम गरेर तपाईँ आउनुभएछ आउनुभएछ र म एउटा म है घरमै घरमा आयो शिवगिरी सुक्तो बेच्यौ है नामै थाहा हो है हेलो हो है गर्नु त अब झाडा भइ अब ताका भयो लाठेको लाठिनी भयो बुवाबुढी सुनको जाउ टाइमले छ अब बाबु टाढो सक्छ त्यही गर्नु हुँदा खै काँगा हो गोसुहरू राम्रो खानामा गाप्दा म गाँगा हो बखा छिरमा छि काँडा छि चनी छियो गाँगा हो खाता वा खालेर यामा कुरा त्यही हुँदैन म कुरा हो हचारी गरेको म गाएको छु म पनि अहिले डुम्मा बसी नखब्रे उडाको अहिले घरमै घरमा आयो छिपिरी सुक्थ्यो म हचारी तयको म गाएको ल हामी चाहिँ पक्कु नानाको सासु आमा खस्नु भएर गोठमा गएर फर्किँदैछौँ गयो अनि हाम्रो चाहिँ अब के छ भने दाजुभाइ नातामा खसिसकेपछि घोटमा भन्छ आराखा एक बोतल लगेर पुगिजानुपर्ने चलन त्यस्तो छ अनि हामी चाहिँ फर्किँदैछौँ पुगेर पनि अनि पछाडि चाहिँ एकजना बाँकी हुनुहुन्छ अनि पर्खेको यहाँ अब यो गोरु चाहिँ झारिसक्नु भएको छ दाजुले अब यसमा मल सोरेर खनेर लसुन आलु के हुन्छ साग छर्नुपर्ने छ चाहिँ अब मल सोर्छु अब मल चाहिँ ड्याम सोर्नुपर्ने हुन्छ सिटीको लाएर
ल मल पनि सोरियो खत्रै यसपालि मल बनाइएको छ। अब यो चाहिँ लागेपछि सब बिरुवाहरू लाउने हो। अनि यो चाहिँ खनेर साग पनि छ। अनि अलिकति नभए चाहिँ गर्नु पर्यो यो गोबर सोरेपछि त्यति पनि बनाएकै हुन्छ। अब लागि एकछिन मल थुप्रै छ। ओहो दाजु बहिनी ल हामी चाहिँ यतिकै बजारमा छौँ। बाइक केटाहरूको बनाइसक्यो, त्यहाँ पिठो लिनु गइरहेको छ। अनि एकछिन फर्किने ल ल दाजुभाइ चाहिँ हामी खाना खाइयो। अनि तल्लो घर र दाइकोमा झर्दैछौँ। अनि छोरीहरू चाहिँ मैमु चकेवा मैमुसम्म पुगेर आउनु भएको छ। के कस्तो भयो, बाटो कस्तो छ सोध्नु झरेको। ए बसे गाउँ हुँदैछ मस्त खाँदै तेरा। ल ए बसे ल